हाम्रो चाहिँ है हल्का गफ हुँदैछ साथीभाइको बिचमा पानी परेर बाइकमा विशेषहरू एमके सर हेलो गर्दै हेलो गाइस। अन्त हामी चाहिँ त्यही हो हल्का गफसफहरू गर्दै है बसिरहेको यहाँनिर। अब पानी परिरहेको छ घर जाँदाखेरि, त्यही भएर लु एमके सर के भन्नुहुन्छ तपाईँको यसो एउटा? पानीले बिचा भनेर बसेको गाइस, पानी चाहिँ हेभी पर्दैछ अनि देखाइदियो त। हामी चाहिँ एक्चुअली चाहिँ आइएम स्टे एट बराकुट राइट नाउ। अनि गाइस बिचरा केसहरू पनि यस्तो ट्यापुट भइसक्यो। मिस्टर के भन्नुहुन्छ तपाईँ? एक्चुअली पानी चाहिँ अब हेभी नै, अब किन रेनी सिजन लाग्यो हो, पानी चाहिँ नपर्नु भन्नुभएको छैन, पानी परिरहेको छ हो। एक्चुअली अब पानी चाहिँ हेभी नै भइरहेको छ। अन्त हेभी भन्दा नि अब फर्स्ट स्टार्टिङ चाहिँ भइरहेको छ पानी। हाम्रो एमके बाबु जुगी बाबु हामी चाहिँ क्या बसिरहेको छ हल्का गफसफ गर्दै। हाम्रो त्यस्तो टप गफ त छैन, हल्का त्यसै अब एउटा साथीभाइमा अब गुपिया कुरा, एउटा नलेज कुराहरू अब क्या यसो हुँदै गफ चाहिँ गरिरहेको छ। त्यही भन्दै अब है म एउटा कहानी भन्दै जाँदैछु साथीहरूलाई। र यो कथा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ नि एमके बु विशेष सर म कथा भन्छु ल। एकपल्ट चाहिँ हो अरे कि निकालिराख न, हाम्रो एमके बु चाहिँ यता छाता निकालेर जाँदैछ है। अब गाउँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ नि विशेष हजुर यस्तो छ अरे। अब एकपल्ट अरे एकजना केटा चाहिँ आटा किन्नु गएछ अरे हो। आटा किन्नु जाँदाखेरि चाहिँ यो आटाको दाम चाहिँ कति हो भनेर सोधेछ अरे त्यो दोकानमा। अन्त त्यो दोकानको मान्छेले भनेछ अरे 6 रुपियाँ भनेर भनेछ अरे। 6 रुपियाँ भनेर भन्दाखेरि चाहिँ उसले चाहिँ अर्कै प्रकारले भनेछ अरे, छेर्खा भनेर भनेछ अरे होइन। अन्त छेर्खा भनेर भन्दाखेरि चाहिँ त्यो जो आटा किन्नु गएको थियो केटा त्यसले पनि भनेछ अरे, तेरो छेर्दा मेरो ल्याएर खाना भनेर भन्दैछ होइन। अन्त त्यसो भन्दाखेरि चाहिँ साह्रै रिस उठेछ अरे, त्यो दोकानेलाई साह्रै रिस उठेछ अरे हो। अन्त त्यो दोकानेले भनेछ अरे, म अब तँलाई पुलिस बोलाइदिन्छु, मैले त राम्रोसँगले तँलाई छेर्खा भनेको थिएँ, तर तैँले मलाई रेर्खा भन्यो। म अब पुलिस बोलाइदिन्छ तँलाई होइन, पुलिस बोलाएर चाहिँ तँलाई चाहिँ झेल लान्छ भनेर भनेछ अरे। लु बोला भनेर भनेछ अरे त्यो आटा किन्ने मान्छेले पनि। अन्त पुलिस आइस अरे हो। अन्त पुलिस आएर चाहिँ सोधेछ अरे, तैँले दोकानेलाई किन आटा किन आउँदाखेरि मेरो लेर्खा भनेर भनिस् भनेर भनेछ अरे होइन। त्यति बेला चाहिँ दोकानेले भने अरे कि त्यो केटाले भने अरे, अन्त सर पहिला त उसले नै मलाई छेर्खा भनेर भने नि भनेर भनेछ अरे हो। उसले नै मलाई पहिला छेर्खा भनेर भन्यो, अन्त म चाहिँ उसलाई लेर्खा भनेर भनेछ अरे। त्यहाँदेखि चाहिँ दोकानेले नि अन्त त्यसो भन्दाखेरि चाहिँ दोकानेलाई सोधेछ अरे, अन्त तिमीले नै पहिला के पो छेर्खा भनेर भनेछ अरे त भनेर भन्दाखेरि चाहिँ दोकानेले भनेछ अरे, मैले छेर्खा भनेको त 6 रुपियाँ भनेको पो त भनेर भनेछ अरे हो। अन्त चाहिँ त्यो आटा किन्ने मान्छेले पनि के भनेछ अरे भन्दाखेरि चाहिँ मैले अन्त लेर्खा भनेको पनि म लाँदिनँ भनेर भनेको नि त भनेर भनेछ अरे। त्यतिकै कहानी समाप्त।